साथीभाइ यो ट्याक्क ल्याएर चाहिँ भिडियो हेऱ्यौँ है त्यसले ल नचाची बाबाले खतरा भइरहेको थियो। ल यहाँ उकालो चढिरहेको छन् तर ब्याड लक तर सकेन। ल साथी सिधै उल्टी जम्मा आएर चाहिँ आफैतिर फर्किएको छ निगिरो भए चाहिँ अर्को एकजना साथीले चाहिँ खतरनाक स्टन देखाउन गइरहनु भएको छ तर ब्याड लक। ल स्टन चाहिँ खतरनाकै भएको थियो। ल ल ल साथी कता फेरि सत्तै नै पसेको छ। ल यस्तो सिडीहरू चढ्दाखेरि चाहिँ होसियार गर्नु पर्थ्यो नि त। माथि चढ्दाखेरि त्यो गाह्रो हुन्थ्यो नि त। नमस्कार सबैजनालाई वेलकम टु द च्यानल है। मेरो यो फनी रियाक्सन भिडियोमा स्वागत गर्न चाहन्छु सबैजनालाई र भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। भिडियोले एकदमै मुड फ्रेस अनि टेन्सन मुक्त गराउनेछ है त। लेट्स वाच। ढिला नगरिकन भिडियो हेरौँ जाम है त। साथीले खतरनाक स्टन देखाएको छ। ल स्टन बबाले भन्छ तर हात छोडिएको छ। ल फाल्ने चाहिँ कोसिस गरेको तर सकेन। सब्सक्राइब गाइस बबालले उडाएर दिएका छन् भने ल बक्सिङ। ल बाडी बहिनीले चाहिँ एकदमै बङ्गेनी हिर्काएकी छिन् भने ल अर्को फेरि खतरनाक। ल साथीको ठाउँमै च्यापिएको छ होइन त्यो बल लाग्ने चाहिँ खतरा लाग्यो ठाउँमै लाग्यो। यो चाहिँ कडै लाग्यो कडा कडा। ल साथीलाई पछाडिबाट बङ्गे चाहिँ खसीले हानेको छ। ल बल उडाउनु पर्ने यार नि यार के उडाएर चाहिँ दिदीले चाहिँ रिसाएर चाहिँ फर्केर हिँडिसके के छैन अर्को हेर्मिँदै र साथीले यहाँ दिइरहेको छ तर कुकुरको खुट्टा टेकेकोले गर्दाखेरि हल्का ब्याड लक भइदियो। एक खुट्टाले पनि खतरा गोल। ल गोल लगाइदिएको छ। ल नचाहि पनि खत्रै भएको थियो तर साथी उत्तानो ट्याङ पारेर चाहिँ ओ माई गड इज दिस रियल। ओ माई गड यो चाहिँ खतरा हो यार। फेरि एकचोटि हेरौँ है त। ओ माई गड भाइ यार यहाँ चाहिँ एक खुट्टाले गोल हालेको थियो साथीको लममा यहाँ गएर। ल यहाँ चाहिँ हेरौँ त। अरे यार साँच्चै यो रियल हो त यार। रियल भन्दा त कस्तो खतरा यार चटाङ हानेको जस्तो छ यार। मलाई चाहिँ विश्वास लागेन यार यो एआई हो कि रियलै हो त नि। खतरा यार। बाइक चाहिँ खतरनाक उडाएको थियो तर साथीले सकेन र सो थ्याङ्क यू सो मच गाइज। र भिडियो कस्तो लाग्यो भिडियोलाई मन परायो भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला है त। आजलाई यति नै भेटौँला अर्को भिडियोमा। किन भन्दाखेरि अहिले पानी परेको छ त्यस कारण गर्दाखेरि मैले चाहिँ अहिले अब छुट्टिनु पर्ने हुन्छ है त। थ्याङ्क यू सो मच गाइज।